सभामुख महोदय, म सबभन्दा पहिले नेपाल सरकारले आफ्नो अभिव्यक्ति 3 मिनट भित्रमा राख्दिनु होला। सभामुख महोदय, म केही मिनेट बेसी लिन्छु। मैले अघिल्लोचोटि पनि समय माग्दा माग्दै पाएको छैन, सकेसम्म छोटो गर्छु। सभामुख महोदय, सबभन्दा पहिले त अहिले सरकारले मानिसको लेख्न पाउने, बोल्न पाउने अधिकारमाथि जुन हस्तक्षेप गरिराखेको छ र लेखेकै आधारले, बोलेकै आधारले मानिसहरूलाई पुर्जी काट्ने, मुद्दा चलाउने जस्ता काम गरिराखेको छ, त्यसप्रति खेद प्रकट गर्दछु। र सरकारले जुन जङ्गे शासन सञ्चालन गर्न लागिराखेको छ, फेरि पनि चाहिँ म विरोध गर्छु र यस प्रकारको कामबाट सरकार पछाडि हटोस् भन्ने चाहन्छु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनैतिक दलहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिराखेको बेला प्रदर्शनका एक घटक राजनैतिक दलका नेता कमल थापालाई पक्राउ गरियो। कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा जान्न, बुझ्न, भेट्न गएका सांसद माननीय दीपक बहादुर सिंहलाई त्यही प्रहरीले नियन्त्रणमा लियो। यो संविधानको मर्म र भावना विपरीत छ र संसदको सभामुख हामी सबैको अभिभावक हो। म सभामुख महोदय मार्फत सम्पूर्ण माननीय सदस्यहरू, राजनैतिक दलहरूलाई जानकारी गराउन चाहन्छु र आग्रह गर्छु, यो प्रकारको खेदजनक र संविधान विपरीतका जुन क्रियाकलापहरू भइराखेको छ, म सबै राजनैतिक दलहरूको फेरि पनि ध्यान आकर्षण गर्न चाहन्छु र म सरकारको यो क्रियाकलापको म भर्त्सना गर्न चाहन्छु। सभामुख महोदय, जहाँसम्म यो 17-18 दिनदेखिको नाटक जो हामीले देखिराखेको छौँ, देशले देखिराखेको छ र अहिले प्रमुख प्रतिपक्षीय दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो, वीरतापूर्वक बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो, यो हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि भन्नुभयो, गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिराखेका छन्। सभामुख महोदय, देशमा रोजगारी नपाएर अवसरका खोजीमा जाने युवाहरूको भावनाको शोषण गर्दै दैनिक रूपमा भिजिट भिसामा जाने मानिसहरूबाट 50 लाख असुली गरेर माथिल्लो तहसम्म जान्थ्यो भन्ने कुरा विभिन्न तथ्यहरू